मेरो औँठी उजेलीले चोरी हो। ओइ तैँले चोरेकी छ हेर त, सबैले त्यही भन्छ नै। दे दुनिया गाउँलेको अगाडि तैँले मेरो बिजोल गरी छैन। उजेली, तँलाई मैले कहिल्यै पनि सुख दिन सकिनँ। कास तेरो कानमा अनि हातमा सुनका गहना हुन्थे भने तँलाई आज तिनीहरूले सुनचुरको दोष लाउँथेनन्। मितेरी साइनो गाँसेसी रगतको नाता आफ्नो सन्तान बराबरी हो, त्यसलाई त माया गर्नुपर्छ नि। परेको छैन पो दुनियाँ षड्यन्त्र कालले माया गर्नलाई। तैँले किन माया गर्नु पर्यो? हामीलाई माया गर्ने हाम्रै दाइ छन्, मितिनी छन्, तैँले माया गर्नुपर्छ? ए म कसै भए होइन त नलाउने आउँथे। मायापेटी भएको हल्ला चल्छ त, नभएको मायापेटी सधैँभरि हल्ला चलिरहन्छ त। तेरो लागि मित बाबा आमामा कस्तो माया देखेँ मैले। अहिले एकछिन माया देखाएर के गर्नु दाइ? कुन दिनदेखि हेर्न थालिहाल्छ? बिचरा आफ्नै मितिनेलाई खानेकुरा लिएर गए कि कुन चाहिँले हिर्काएर यस्तो बनाइदिएछ। बल्ल लिने भए पनि अलिक ठुलो मान्छेसँग लिनु नि, यस्तो बच्चासँग हेर के को दुश्मनी हो। ल कजनी साहब पनि कस्तो कुरा गर्नुहुन्छ? म यहाँ नानी उजेलीको घरमा गएको मान्छे, अनि कसले यस्तो गर्छ? कुरो प्रष्टै छ त। कुरो प्रष्टै छ भन्नाले यसमा सोच्नु पर्ने कुनै कारणै छैन नि कजनी साहब। मितिनी भनेर माया गर्ने मयाले मात्र हो, उजेलीले माया गर्छ जस्तो लाग्छ हजुरलाई? बिचरा मितिनी भनेपछि हुरुकै हुन्छ, त्यसले त्यस्तो त गरिन होला। हो यही त छ नि हजुरको कमजोरी। आफ्नो छोरीलाई भन्दा बढी त्यसलाई विश्वास गर्नुहुन्छ। नपत्याउने खोलाले थाहै नपाई बगाउँछ। त्यही त, मित छोरी भन्दैमा आफ्नो छोरीलाई भन्दा धेरै विश्वास नगर्ने कजनी साहब, फेरि नराम्रोसँग धोका खानु होला नि। तिमीले भनेको कुरो पनि ठिकै हो, तर मेरो मनमा त त्यस्तो केही लाग्दैन। बिचरा त्यो उजेलले माथि के शङ्का गर्नु अरे शिव? होइन त्यसैले गरे भने के प्रमाण छ? यहाँ भन्दा ठुलो के प्रमाण चाहियो? म यहाँ नानी उजेलीको घरमा खानेकुरा लिएर जानुभयो,
अनि मैया नानीलाई एक्कासी बेहोसै हुने गरी चोट लाग्यो। फेरि त्यो उजेली सकुशल छे। त्यही त, यदि उजेलीले केही पनि नगरेकी भए त्यसलाई चाहिँ किन केही भएन त? अनि मैयालाई यस्तो हुँदा पनि किन वास्तै नगरी बसिछ त त्यो? आरोप लगाउँदा अलि सोच विचार गरेर मात्रै लगाउनु पर्छ है। सत्य तथ्य कुरा नबुझी सोझा सिधा मान्छेलाई आरोप लगाइहाल्नु चाहिँ हुँदैन। हो, मैया उजेलीकोमा गएकी हो, तर यसको मतलब यो होइन कि उजेलीले नै हानेर मैयालाई बेहोस बनाएकी हो। अरू कसैको षड्यन्त्र पनि त हुन सक्छ। मलाई लाग्छ उजेलीले चाहिँ होइन। हो, मलाई हानेर बेहोस गराउने मितिले नै हो। किनभने त्यति बेला त्यो घरमा म र मितिनी बाहेक कोही पनि थिएन। म भने सबजनाको मुख बन्द गरेर मितिनीलाई साथ दिने, माया गर्ने, अनि मलाई चाहिँ धोका। खाना गहिरो खाना है। गहिरो पदालो खन्यो उति बाली नाली राम्रो ल ए गयो त ए पुर्ने टिलो बल्ली भयो मनलाई बोलेन के गर्ने ए के गर्छौ टाटा टुटु अलि फटाफटी गर है बाबु। अब पानी आउला जस्तो छ। पानी आयो भनेदेखि बर्बाद हुन्छ। यति खनिसकेर मुला छर्नुपर्छ आज। आज छर्ने भए भोलि छर्दा हुन्न होइन। अब यो बितिसकेको छ अनि यहाँ ढिकी जत्रो मुला फलाउनु पर्छ बुझ्यौ। बढी अलि चिसो हुन्छ कि भनेर हो। अलि यो मल चाहिने अलि यो बलिया भए काइदा हुन्थ्यो। ल अलि उठो जाऊ है। गहिरो खाना गहिरो खाना लार खाना। बिहान पनि त्यत्रो पाटो खनेर यतिका खनिसक्यो बा। खाजा पनि समयमा खानुपर्छ है। भोक लागिसक्यो। अहिले यो मेलो सकेर खाउँला नि, नत्र भने त पानी पर्यो भने मेलो ठुटो बस्छ फेरि। तँ किन चिन्ता गर्छस् खड्के? ठुटे मेलो बस्यो भने पनि म पुर्नेलाई पुरै जाने पर्म तिर्न पठाइदिउँला। चिन्ता नगरिकन काम गर। ल ल तपाईँले नै टेस्टी भन्नुहुन्छ भने ठिकै छ त। ठुटे बस्यो भने त म पुरै परमा आउँदैन है केटा। बाले भने मात्रै हुँदैन। यतिकै जान पाच्ने क्या। अनि कस्तो कुरा गर्छ यो? अब आफ्नो साथी पनि उसले मेहनत गरिछ, बिहानदेखि कस्तो मजाले गरिछ, तिर्दै हुन्छ कि तैँले पुरै मेलो तिर्दै हुन्छ। अब तिमीहरूको बाउ छोराकै कुराकानी मिल्दैन। अब पुरै गइदिएन पुरै गइदियो। अलिकति छुट्टी बस्यो भन्दैमा जाने परमै तिर्दिनु भन्न मिल्छ? त्यसमाथि अब साथी छ तेरो। अब काम उसले मजाले गरेछ कि बिहानदेखि। श्रीनाथ बाजे के हो? कृषिमा सक्रिय हुन थाल्यो? अब हुन परिहाल्यो नि बाबु। काम नगरे खाना पाइँदैन। हेर्नुहोस् अब आफ्नो यत्रो रेखो पाखो सार्वजनिक बारी छ, बाँझै पल्टिरहेको। अब त यो सबैमा चाहिँ बाली नाली लाउने। हेर्नुहोस् आफ्नै गर्नुपर्छ हो बाजे। सधैँ अर्काको सिधा उठाएर हुन्छ त? के भन्न खोजेको बिर्खे दाइ? उड्ने बाजेले कुरा बुझ्नु भएन क्या हो। नराम्रो भन्न खोजेको होइन, दुनियाँको सिधा उठाउनु भन्दा आफ्नै परिश्रम गरेर खाएको राम्रो हो भन्न खोजेको। धेरै हेपेर चाहिँ नबोल भनिदिएको छु। तँलाई पनि त्यो काजीको सोली डोली नबोकिकन हातमुख जोड्न मुस्किलै पर्छ क्या अरे? त्यही काजीको आडमा हामीले धेरै हेपेर बोल्दो रहेछस्। मैले कुरा बुझेको छु। ल ल बाजे, जजमानी छोड्नु पर्ने भएर होला। अलि धेरै निसाउनु भयो। म गएँ। ओ बिर्खे दाइ, तिमी मान्छे बन्यो होला भनेको त तिमी चाहिँ झन् घाँस भएर निस्केछौ। तिम्रो यस्तो व्यवहारले तिमी भन्दा सानो उमेरकोले के सिक्ने? डाडु चम्चा चुलोमा मात्रै चलन हुन्छ, याद राख।
नबोल्नु भएको कस्तो तपाईँलाई अहिले जस्तो भए पनि किन चाहियो? भाबी के भन्नुहुन्छ हौ तपाईँ मितिन त हो आँखा देख्न छोड्यो कि क्या हो? के अझै नाटक गर्न बाँकी छ? मैले के नाटक गरेर झन् हिजो पल्लो गाउँमा मेला गएको तपाईँलाई कस्तो भयो होला भनेर चिन्ता लागिरहेको थियो। तपाईँ चाहिँ के भन्नुहुन्छ के नरिसाउनु मितिनी दाइले पहिला नै बोलेको मेला रहेछ क्या त्यही भएर जानै परेको हो धेरै ढाकछु पर्न नखोज हामीलाई सबै कुरा थाहा भइसक्यो। आमा के कुरा थाहा छ तँलाई? मितिन र मेरो बिचमा आइज मैले भनिदिएको छु। मितिनी यो सम्झिसँग किन हिँडेको तपाईँ? अस्ति यसले हामीलाई के भनेको थियो बिर्सिनु भयो? सम्झनाले तपाईँलाई भनेको हो मितिनी, मलाई होइन। सम्झना मेरो मिल्ने साथी हो र आजबाट सम्झनाको बारेमा तपाईँले केही नराम्रो भन्नुभयो भने मलाई त्यो कुरा चित्त बुझ्दैन। बुझ्नुभयो? मितिनी के भएको छ तपाईँलाई? सम्झु छैन हो? चिन्नु भएन मलाई? म तपाईँको मितिनी उजेली क्या। मलाई हानेर बिहोस गराउनु पनि तपाईँ नै हो, मलाई राम्रोसँग थाहा छ। जाउँ सम्झना। दाउरा पनि कति काँचो परेछ। अनि उजेली पनि कहाँ गयो होला? आगै बोल्दैन त। ए माइला माइला होय को हो? म बिर्खे हो। ए भित्र आउन बिर्खे दाइ। ल ल म त भात पकाउन लाग्छु गर। कस्तो धुवा पारेर बस्यो त नि? त नि दाउरा अलिक काँचो परेछ, आगै नबलेर धुवा मात्रै भयो। के थियो कि बिर्खे दाइ? यो मेरो स्टकबाट उधिरहेको थियो, सिलाइदिएन। धेरै नै पुरानो रहेछ भने त खै के सिलाउनु र? ए उजेली तैँले के गरेको हँ? मेरै घरमा आएर ठुलो स्वरले नबोल्नुहोस् बिर्खे दाइ। ठुलो स्वरले बोल्नको लागि तपाईँको घर होइन यो। कहिले सुन चोर लाउने, कहिले अत्याचार गर्ने, अनि गाउँभरिका मान्छेलाई उचाल्ने तिमीहरूका सन्तान होइन। आजबाट तिम्रो थोत र ढोका हाम्रो दाइले सिलाउँदैनन्। दिन्न भए त्यही बाली दिन्न भन्छु होला होइन? चाहिँदैन तिम्रो बाली हामीलाई। मान्छे भएपछि मान्छेको जस्तो बेहोरा आउनुपर्छ। ए उजेली त बोलासी क्या हो? तँ बिर्खे दाइलाई किन नाना थरी भनेको? हो तिमीमा यही कमजोरी छ के दाइ? जसले जीवन पनि चुप लाएर सहेर बस्छ, जसले पनि हेप्छ। भन्दा भन्दा मितिनलाई पनि नाना भाती कुरा लगाएर मदेखि टाढा बनाए। मितिनलाई टाढा बनाए रे? अनि के भन्छ यो? हो के मितिनलाई मैले हान्दा बेहोस बनाएको अनि के भन्न उचालेछन्। मितिन त म सरिसाउनु भएको छ, बोल्दा त बोल्नु हुँदैन। मैले मितिनलाई हानेकै होइन। कसले हाने त? त्यति बेला त्यहाँनिर म र मितिन भाइ कोही पनि थिएन। मलाई के एकासी भूत ल्याएर हान्यो? झन् मितिनलाई मनपर्छ भनेर फुरालाई बोकी बोकी गए। हेर मैया, बिचारी त्यो उजेलले त्यस्तो गर्छ जस्तो मलाई लाग्दैन। उजेलले तँलाई माया गर्छ। तपाईँ धेरै ढाकछोप गर्न नखोज्नुहोस् बाजे। हुन त तपाईँको परन प्यारी हुन् क्या अरे। जति नै नराम्रो गरे पनि तपाईँको लागि त राम्रो भइहाल्छ नि, होइन? अब बाउ छोरी नै एउटै, बेला बेलामा एउटै बोली बोल्छन्। रगत बोल्छ भनेको यही होला सायद।
नरिसानु मैया, यहाँ कुरा अलिक गडबड जस्तो लागिरहेछ मलाई। यतिका वर्षदेखि तिमीहरू सँगै खाने सँगै घुमे गर्दाखेरि केही छलखबट नगरेको उजेलीले अहिले आएर यस्तो गर्यो भन्दाखेरि त मलाई विश्वास लागेको छैन है माया। त्यही त मलाई पनि विश्वास लागेन। तिमीहरूलाई विश्वास लागोस् भनेर मैले भनेको पनि होइन। तिमीले ढाकेर कति दिनसम्म छोपिँदो रहेछ हेर्छु म पनि। झन् साथीहरू भनेर भन्यो। अनि के साह्रो फन्केर गएको हो कुन्नी, बुझ्नै सकिनँ मैले त। पूर्ण बाजे, तपाईँले मितिनलाई अड्दिएको गयो मलाई थाहा छ। अब म सबै गाउँलाई भनिदिन्छु। ए मैया, भनिदिन्छु। भनेपछि औँठी नै बहिना मारिने भइदिएको। यत्तिकै भन्छ कि यसले। गाउँ नै हल्लिसक्यो, तिमी भने मलाई डाँट डटुवा बाहुन। मैले भनेकै थिएँ नि बाजे तपाईँलाई, अब काम गर्न थाले बिस्तारै पानी पर्छ। आखिर सबै कुरा राम्रै नै भइरहेछ। अब भयो कि भएन भन्नु त? अब भयो भन्नु पर्यो नि, नभने त कुरै भएन नि। अब आफूले गरिआएको जडमानी पेसा गर्न पाउँदैनस् भनेर तपाईँहरूले भन्नुभयो, लाग्यो कृषितिर। अब यो हात पाखुरा चल्ने त गरिखान सकिएला। नसकिने कुरा भयो त। मैले देखेँ त त्यस्तो मजासँग चाहिँ गोडमेल गरेर बारी त्यस्तो चिक्टिको बनाउनु भएको रहेछ। खनजोत पनि गर्नुभयो होइन, बिउ पनि छर्नुभयो। ल हेर्नुहोस् त घर चिटिक्क पारेर सफा सुग्घर। ए गाँठे बाजेको त अहिले पो जाँगर चलेको देखियो त है। यो जजमानी पेसा छोडेर साह्रै राम्रो गर्नु भएको छ बाजे तपाईँले। कमसे कम तपाईँको घरमा के सामान छ भनेर तपाईँले खोज्दा भेटाउन त हुन्छ। अब बाबु पनि आफ्नो घरमा कुन सामान कहाँ छ भन्ने कुरा त थाहा भइहाल्छ नि जहिले पनि। अब तै पनि त्यो आफ्ना पुर्खादेखि गरिआएको जजमानी पेसा गर्न नपाउँदा चाहिँ अलि मन खिन्न चाहिँ लागेको छ कि बाबु। भइगयो, अब बानी परिहाल्ला नि बिस्तारै। तपाईँ जजमानी गर्नुहोस् बाजे। होइन के भन्नुहुन्छ काई साहब? हो बाजे, तपाईँ जजमानी गर्नुहोस्। गलत म रहेछु, कहिलेकाहीँ मान्छेको दिमाग फुस्किन्छ। मैले अन्जानमा के गल्ती गरेँ। अब तपाईँ निर्धक्क भएर जजमानी गर्नुहोस्, तपाईँलाई कसैले रोक्दैन। काई साहब हजुरको जय होस्। मितिनी नरिसाउनु भनेको, मैले तपाईँलाई हानेको होइन कि भगवानको कसम। आमा नि, तपाईँले भगवानको कसम खानु भएको? तपाईँ कति पापी नि हो कि मितिनी। अब आफूले गल्ती नगरेको कुरामा कसम खाँदा के हुन्छ त नि? केही पनि हुँदैन, पाप लाग्छ पाप। लौ त नि, अब मैले गल्ती नै गरेको रहेछु भनेदेखि लागोस् मलाई पाप। मितिनी, मैले तपाईँलाई मनपर्ने खानेकुरा ल्याइदिएको छु नि। मितिनी, तपाईँलाई मनपर्ने चाम्रे ल्याइदिएको छु नि। खानु परेको छैन मलाई, कसैले बनाएर ल्याएको चाम्रे साम्रे। अबदेखि एकै खाए हुन्छ। गएँ म। कान लाउनु। मलाई चाम्रे कस्तो मनपर्छ नि मितिनी।
अंकल तपाईँलाई मनपर्छ भनेको त ल्याएको मितिनी मेरो मितिनीलाई सबै थाहा छ है मैले मन पर्छ तपाईँ पनि थाहा नि भोलि तपाईँ बाख्रा चलाउन आउनु अनि त्यसपछि चाम्री बनाएर ल्याइदिन्छु ल म त तपाईँलाई घिउ रोटी ल्याइदिन्छु है त घिउ रोटी अनि चाम्री पनि घिउ रोटी पनि एकचोटि त कसरी खानु हौ त्यसरी पर्छ है त ल होइन भोलि तपाईँ घिउ रोटी लिएर आउनु है अनि म पछि फेरि चाम्री ल्याउँछु ल बाख्रा कापिसक्यो घाँस चल्दै छन् हामी खाऊँ न खानु तेरी मितिनीले चाम्रे खाइन नरो तेरी मितिनी एक दिन आफै बोलाउन आउँछ तेरो गल्ती नै छैन क्यारे के भयो त गल्ती त मितिनीको पनि छैन नि गल्ती या अरूबाट भइरहेछ भन यो सब षड्यन्त्र किन गरिरहेको छौ मैले केही षड्यन्त्र गरेको छैन उजेली नचाहिदो आरोप नलगा कतिन्जेल आफूलाई जगाउँछौ सुन्तली भाउजू आखिर तिमीले गर्न खोजेको के हो मलाई राम्रोसँग थाहा छ मितिनीलाई पछाडिबाट हानेको तिमीले नै हो मुख सम्हालेर बोल उचेली आज भोलि त निकै बढी भक्सिएस म यहाँलाई सुन्तली हाने हुने के प्रमाण छ तसँग तिमी त के प्रमाण छ देखाउन सक्छस् सक्छु त्यो दिन मितिनी ढल्ने बेलामा तिम्रो अनुहार देखेको छु मैले तिमीले मलाई हेरेकी थियौ तिम्रो मुख छोप्दैमा मैले तिम्रो हुलिया चिन्दिन भने सोच्यौ तैँले पो देखिस् त अरू कसले देख्यो खै यही हो प्रमाण बिचारा उजेली प्रमाणले राखी तिरो यो प्रमाणले हुनेवाला केही पनि छैन अनि एउटा कुरो याद राख यो कुरो बाहिर कतै भनिस् भने राम्रो हुने छैन तिमीहरू दुईजना बुढाबुढी मिलेर मलाई थर्कायौ म डराए अब म चुप्प लाएर बस्छु होइन खुब बस्छु सबलाई भनिदिन्छु अब भन्दै आजबाट तेरो र मेरो साइनो सक्यो भन्दै यस्तो धोकेबाजलाई कतिन्जेल मितिनी भन्छेस् यत्रो वर्षदेखिको मितिनी छैन एक्कासी कसरी छोड्नु जे भए पनि मलाई मेरो मितिनीको माया लाग्छ सम्झना हेर मैया तैँले मात्र माया गरेर केही हुँदैन एक कुरो रोटी पाक्छ होइन नि खास भन्यो भने त माया त मितिनीले पनि मलाई एकदम गर्नुहुन्छ तर एक्कासी के भयो जे नहुन थियो त्यही भयो हेर मैया मैले भनेको मान आजबाट उजेलीसँग साइनो टुटाइदे मितेरी साइनो टुटाउनु हुन्न रे के पाप लाग्छ लागे लागोस् पाप धर्म नै गरेन नि कहिले पो के राम्रो भएर गाउँमा केही बिग्रियो हामीलाई नै दोष गाउँमा केही हरायो हामीलाई नै दोष गाउँमा केही आरोप आयो हामीलाई नै दोष कति चाहिन्छ भने अब हुँदा हुँदा आरोप लाउनलाई अरू केही कुरा नपाएर मैयालाई पनि उजेलीले नै हानि भनेर आरोप लाउने यो भन्दा बरु दुईजना बीचको मितिरी सानी नै टुटाइदिनुहोस् आनन्द हुन्छ यसरी आवेशमा आएर सम्बन्ध नै टुटाउने कुरा नगर्नुहोस् न माइल दाइ यी सबै आरोपहरू हामीले तपाईँलाई कहिले लगायौँ भन्नु त मैयालाई त उल्टै हामीले सम्झाइरहेका छौँ अब खै कसको कुरा सुन्छे मान्दैन नमाने नमानोस् उजेली मितिनी भनेपछि हुरुक्कै हुन्छ
मितिनीले भनेपछि सानो सानो कुरामा पनि फुरुक 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 पर्छ। उसलाई यति ठुलो आरोप लाग्ला र दुईजना यतिसम्म टाढा होलान् भनेर मैले सोचेको पनि थिएन। अब दुवैजना कच्चा उमेरका छन्। मुइयालाई जति सम्झाए नि मान्दिन। त्यसरी नरिसाउन बाबु, मुइयालाई हामी सम्झाउँछौँ। त्यो मितेरी साइनु भने त एकदम ठुलो नाता हो नि बाबु, शान्तिनु नाता होइन त। माइलोले पोखेको आक्रोश पनि ठिकै हो। अब गाउँमा जस्तो सुकै समस्या पर्यो भने पनि उसैको टाउकोमा आरोप थुपार्छन् सबैजनाले। सबैजनाको बानी नै त्यस्तै परिसक्यो। किनभने अब यिनीहरू सिधा छन्, सोझा छन्, यिनीहरूको पक्षमा बोलिदिने पनि त कोही छैन। हेर माइला, यहाँ कसै न कसैले षड्यन्त्र खेलिरहेको छ। यसको जरो म पत्ता लगाएर छोड्छु, चिन्ता नगरेस्। पहिला कस्तो मिलेर बस्ने ती दुई मिटिनेहरू अहिले एउटा एकातिर अर्को अर्कोतिर छ। त्यो मैयालाई पनि जति सम्झाउँदा पनि सम्झिनै मान्दैन। के भएको होला है? खै कसको आँखा लाग्यो। राम्रो सम्बन्ध भगवानलाई पनि नपचेको हुनुपर्छ। मलाई त कस्तो नरमाइलो लागिरहेको छ। बिचरी त्यो उजिलीले कति पीडा भएको होला है। ती दुई मिटिनेहरू सँगै भयो भने त्यो उजिली कति खुसी हुन्थ्यो होला है। ल कुरा मात्रै गरेको आइपुगी म यहाँ त। खुब कुरा काट्दै हुनुहुन्थ्यो होला, हामी आएपछि मुख बन्द भयो होइन? तिमीले यस्तो नराम्रो सोच्ने भयो भन्छ मैले। तँलाई के भएको छ भन्छ? के पनि भएको छैन मलाई। पैसँग न हिँड, यस्ता कुरोटेहरूको अगाडि के बस्नु? कुरोटेको हो नि यिनीहरू। कसलाई हेरे कि खड्केलाई होइन? अनि कसलाई त पूर्णे बाजेलाई? आमा, तर पूर्णे बाजेले त फेरि हाम्रो मितिनीलाई मन पराउँछन् नि। थाहा छ, त्यही भएर नि पूर्णे बाजेलाई मैले आफ्नो बनाउनु छ। हेर्दै जा, एक दिन म पूर्णे बाजेसँग पे गरेरै छाड्छु। षड्यन्त्रकारी दुनियाँ नाटक गरेर पूर्णे बाजेसँग बिहे गर्नेसम्म जाल बुनी छैन। तँलाई त आज म छोड्दिन।